हेलो साथीहरू सबैलाई मेरो छड्के सलाम साथीहरू। आज अनि न्यू डे न्यू भ्लगमा तपाईहरुलाई स्वागत गर्दछु। अनि साथीहरू त्यही हो हैन, आज चाहिँ पसल बन्द, महिनाको एकचोटि चाहिँ हाम्रो पसल बन्द हुन्छ। अनि आज चाहिँ मैले रुमबाट भ्लग सुट गरिसके साथीहरू। अनि आज त्यही हो, अब घुमाउन त बुढी बच्चाहरूलाई चन्द्रमा हैन, अनि अर्को ग्रहमा घुमाउनु मन लाग्थ्यो, किन आफूसँग रकेट छैन है। त्यही भएर साथीहरू अनि हामी चाहिँ अब फिल्म हल जान्ला साथीहरू। अनि हाम्रो चाहिँ महानायक राय समलको मुभी चलिरहेछ अरे। अब कस्तो हुन्छ कस्तो छ सबै प्रतिक्रिया दिनेछु साथीहरू। अनि अरू मान्छेहरूले पनि कस्तो भन्छ सबै पब्लिक रिभ्यू राख्नेछु साथीहरू। अनि हामी चाहिँ त्यही हो, भ्लग स्टार्ट भइसक्यो। हामी चाहिँ अब लुगासुगा लाएर रेडी भएर जान लाग्यो है साथीहरू। अनि यतापट्टि हुनुहुन्छ हाम्रो गुलाबको फुल। हेलो, मेरो भ्लगमा तपाईँलाई स्वागत छ। अनि साथीहरू यतापट्टि चाहिँ हाम्रो गुलाबको काँडा है साथीहरू। होइन उहाँ पनि गुलाबको फुलै हो है साथीहरू। मेरो वाइफ मेरो मिसेस मेरो एक्स भने सबै भने नि उही नै हो साथीहरू है। अनि साथीहरू अब चाहिँ एकछिनमा हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ, ढिलो भइसकेको छ। ओके बाई बाई साथीहरू। अहिले चाहिँ साथीहरू हामी जान परेको छौँ, हेर्न सक्नुहुन्छ। हेलो साथीहरू, हामी चाहिँ होइन बिच बाटोमा आइसक्यौँ। यो कुन ठाउँ हो नाम चाहिँ थाहा छैन, तर आउनु चाहिँ हामी यो ठाउँमा आइसक्यौँ होइन साथीहरू। हेर्न सक्नुहुन्छ पछाडिको भ्यूहरू साथीहरू दामी छ, हेर्नुहोस्। ए यो त मलाई देखायो नि, ल हेर्नुहोस्। ल त साथीहरू हामी चाहिँ अब हलको नजिक आइसकेका छौँ। अब चाहिँ हल जानुपर्ने हुन्छ है त साथीहरू। हेलो साथीहरू, म चाहिँ होइन फाइनली हल आइसकेको छु, पार्किङमा पनि राखिसकेको छु। हेर्नु सक्नुहुन्छ मान्छेहरूको भिड चाहिँ खतरा छ है, खतरा एकदम। आमा ल लाइन हेर्नुहोस् त साथीहरू, अहिलेसम्म देखेको थिएन हौ। मामु खोइ पैसा देऊ न हौ छिटो। लाइन चाहिँ खतरा भइसक्यो होइन साथीहरू। हेर्नु सक्नुहुन्छ हाम्रो राय समलको क्रेज। भिड छ है साथीहरू। हाम्रो राय समलको मुभी चल्ने भएर होला होइन। लाइन है साथीहरू, हेर्न सक्नुहुन्छ खतरा छ होइन। एउटै त होला। अहिलेसम्मको मुभीहरूको मध्येमा सबभन्दा लाइन धेरै यही है साथीहरू। ल त साथीहरू लाइन चाहिँ खतरै छ है, यतिको चाहिँ हुनु पर्यो है साथीहरू होइन। नर्सिङमा चाहिँ एकदम साइड टिकट पनि सकिसक्यो रे है साथीहरू। दोस्रो लाइन है। खोइ त म चाहिँ एक्लै सोचेछु कि
पार्किङमा साटिन्छ अरे कि ल देख्न सक्नुहुन्छ हाम्रो माया राई समालको क्रेज है साथीहरू हेर्नुहोस् हलवान हो हेर्नु मामु कहाँ गयो क्या भने सिट आउँदैन भने छिटो आउन हौ के तपाईँ मलाई बेकुब सम्झिनुहुन्छ फाइनली साथीहरू हामीले त्यो मुभी हेऱ्यौँ नर्सिङमा कसैलाई हजुर भनिदिनुहोस् न राम्रो राम्रो लाग्यो रे साथीहरू हेलो सर मुभी कस्तो लाग्यो ओ मेरो भाइ फिल्म कस्तो लाग्यो राम्रो लाग्यो अर्को हप्ता पनि आउने हो फिल्म कस्तो लाग्यो दाजु एकदम 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 हिँड्छ ल अनि हामी चाहिँ हामी सुखा बन्दा पुरा यतानिर चाहिँ खाने कुरा पाउँछ यहाँ चाहिँ नाना कार छ हेर्नु है यहाँनिर खोला छ गाइस अनि यता चाहिँ पसलहरू पनि छ गाइस होइन गाइस त्यहाँनिर चाहिँ गाईहरू चलिरहेछ अनि यतापट्टि चाहिँ पसल अनि गाइस योभन्दा अगाडिको भ्लगमा मेरो बाबाले चाहिँ दुईजना भाइहरूलाई चाहिँ लिफ्ट गरेर ल्याउनु भएको थियो दिएर अनि उहाँहरूलाई चाहिँ यही हात अब नि यता देखाइदिनु यही उतारिदिनु भयो गाइस त्यो बेलामा चाहिँ टुबी कन्टिन्यू गर्न पाउनु भएको थिएन अहिले चाहिँ यही उतार्नु भयो अब चाहिँ यहाँ एकदम भयङ्कर पहिरो गएको थियो यहाँ चाहिँ सबसे ठुलो पहिरो गएको थियो र यो एरिया सबै एकदमै बाढी पहिरोमा गत वर्ष चाहिँ एकदम जोखिम भएको ठाउँहरू हो गाइस यहाँ चाहिँ अत्याधिक मात्रामा गर्थ्यो यतै देखाउँ ल यतै देखाउँ यहाँ चाहिँ निर्माण कार्यहरू पनि भइरहेको एकदम अब असार साउनको बेलामा चाहिँ जो कोही पनि आउनुभयो भने चाहिँ सेफली आउनु होला तपाईँहरू गाइड्स अनि त्यसपछि चाहिँ एकदम आज शनिबार अब सबैजना दक्षिणकाली गएर चाहिँ एकदम बाटो पनि प्याक जस्तै छ आज त्यही भएर धेरै मात्रामा ओभरट्याक पनि नगरौँ हतार पनि नगरौँ यता चाहिँ बिस्तारै बिस्तारै बनिँदैछ बाटोहरू निर्माण कार्य गर्नु भइरहेछ अस्ति पहिरो गएको दसैँको बेला हेर्नु हुन्छ होला धेरै धुलोहरू पनि छ अनि बनाउने मान्छेहरू पनि हुन्छ होला सायद धेरै छ यतानिर धेरै ढुङ्गाहरू छ माटो बाँसभरि हामी चाहिँ अति नै मिठो थकाली खाना पाइन्छ अनि राम्रो दृश्य हेर्दै खाना मिल्छ राम्रो दृश्य हेर्दै नेटवर्क पनि फ्री हो यो एकदमै मिठो खाना पाइन्छ गाइस थकाली खानाको पारा के हुन्छ भने चाहिँ गाई चाहिँ एकदमै राम्रो भ्यू हेर्दै अब ठुलो पानी आइरहेको छ कि क्या हो यार अनि तपाईँहरूले हेर्नु
फुटाइने चौरो गाइस हेर्नु होला है म मेरो साथीहरू चाहिँ यहाँ फुटबल खेल्नु अहिले चाहिँ कहाँ खेल्नु दाईहरू खेल्नु भएर जस्तै लाग्यो मलाई धेरै मानिस धेरै दादाहरू छन् यो चाहिँ बस पार्क भन्छ अनि यता चाहिँ पोखरी हुनुहुन्छ त्यहाँनिर